म अब धेरै दुखी छु। कक्षामा साथीहरू परीक्षामा चिटिङ गर्छन् र मलाई पनि उनीहरूलाई मद्दत गर्न भन्छन्। यदि म नगर्ने भनेर भन्छु भने उनीहरूले मलाई एक्लो बनाउन सक्छन्। दानियल, म के गर्नुपर्छ? बच्चा, म तिम्रो मनको कुरा बुझ्छु। धेरै वर्ष अघि मलाई पनि यस्तै कठिन छनौट गर्नु पर्थ्यो। त्यति बेला मलाई थाहा थियो कि प्रार्थना गर्नु सही काम हो। तर राजाको नियमले मलाई त्यो गर्न दिँदैन थियो। मलाई डर लाग्यो, तर मैले भगवानको कुरा मान्ने निर्णय गरेँ। त्यसो भए तिमीलाई सजाय पाउने डर लागेन? निश्चय नै डर लाग्यो, तर इमानदारी वा विश्वास गुमाउने कुराले झन् डर लाग्यो। त्यसैले मैले प्रार्थना गरेँ, भगवानले मलाई हेरचाह गर्नुहुन्छ भेट्ने विश्वास गर्दै। यसको मतलब अरूले गलत काम गर्छन् भने पनि हामीले सही काम नै गर्नुपर्छ, होइन? हो, सही। साँचो साहस भनेको डर लाग्दा पनि सत्य र सही कुरामा अडिग रहनु हो। परराम भगवानले सिंहको गुफामा मलाई सुरक्षित राख्नुभयो। धन्यवाद दानियल, म पनि यस्तो विश्वास हेर्न चाहन्छु। दानियलले मलाई बुझायो, साहसी भनेको डर नहुनु होइन,